केटा हो अब वानमा पो खिचेको अब हामी सानटिमीतिर सानटिमी गएर आउँछ ठ्याक्क पाराले यहाँनिर बवाल देख्छ कि प्लेन त्यो हराउँदै गऱ्यो राम्रो गाडी ल केटा अब प्लेन देख्छ तिमीहरूले ल केटा त्यो प्लेन हेर्छ right ल केटा अब अहिले भेटौँ पर्छ लेट्स गो केटा हो पर्छ गाडी होइन यही हो पेप्सीको लागि मान्छेहरू रुल के हो यार दिमाग खराब है
मेरो गाडीकै यहीँ हो एकचोटि 125 कतिको स्पिड एकचोटि मात्र कम भइरहेको अस्ति यो बाटोमा Get out jam people. Ayo Bhaktapur Saint Bhaktapur 1 मा मात्र हो Look at how I live it up. अँधेरो भइसक्यो मेरो मोबाइलमा क्या उज्यालो आयो कि यार अँधेरो भइसक्यो नि त मोबाइलमा चाहिँ उज्यालो आयो कि डेन्जर समुद्र पानीमा गएर डेन्जर भिडियो बनाएको थिएँ कि मैले समुद्रमा कि मोबाइलबाट भित्रबाट कि डेन्जर भिडियो बनाएको थिएँ कि मलाई यो काठमाडौँमा त जहिले आइ नै हराउँछु यार मलाई बिचमा छोडिदियो भने त म त गएँ मलाई गाउँ गाउँ त्यो फुपू फुपूहरू त बिर्सियो मलाई न त हरायो त्यो इन्डियाको मान्छेले जाँदा त्यही लाइभ लोकेसन गरेर वाट्सएपमा पुलको बाटो भन्थ्यो नि त्यहाँबाट पनि बाटो छ कि यताबाट चाहिँ ऊ रहेछ क्या यत्तिकै चलाएपछि त भइहाल्यो नि यार होइन विदेशमा यस्तो हुँदै हुँदैन झन् विदेश गएर सजिलो यो त यहाँ नेपालमा चलाउने त विदेशमा खालि चलाइन्छ यस्तो जाममा यस्तो उसमा त चलाएको चितवनमा बरु चितवनमा ठिक हुन्छ मलाई चितवनमा त्यस्तो जाम हुँदैन नि त न त होइन गाडी आएको है जाम भएको भयो ठोकेला भने तनाव के होला यस्तो होइन यस्तो होइन काठमाडौँमा चलाउँछ नि जसले भिडभाडमा त्यसले त्यो चलाउनेहरूले त बबाल चलाइन्छ कि बाहिरतिर गएर अब त्यो तेरो छोड्दैन टन 150 मा हान्छस् नि कुदेकै छैन यस्तो फिल हुने के स्पिड 150 मा छ होइन सरर के मलाई जुन नै हो ए हामीले मलाई गाडी लोरी कि सानो हुन्छ नि त्यस्तो त मलाई 120 130 हान्दिने नर्मल स्पिड जोरे पनि बुढो मान्छेले नि केटी होस् कि बुढो मान्छेले नि 100 भन्दा माथि कुदाकै हुन्छ है कार पनि यहाँ बाटै छैन त कहाँबाट कुदाउने हो र अनि
दुई मात्र हो कि अलिकति के कुदाउन पाएँ चाहिँ गाडी आएर चाहिँ ब्रेक हानिहाल्नुपर्छ झ्याउ पनि लाग्छ यसरी चलाउन त यार अलिक राम्रोसँग मजाले सरर चलाउनु पाए पो हुन्छ त छैन दुईमा तान्नु पर्छ अनि मैले अस्ति तिमीलाई यही बाटो भनेको क्या ट्राफिकलाई उडाइदिने हो क्या कोनसँगै के कस्तो मलाई हान्न त राम्रै चलाउँदो रहेछ जस्तो यहाँ एकैचोटि बाटो क्रस गर्न आएपछि बल्ल साइडहरू हालिदिन्छ मैले कम चलाउनु पर्यो ल यस्तो पावर मेरो साथीले नचाइदिन्थ्यो भने त्यस्तो नचाइदिन्थ्यो भने अगाडिको सेवा उठाइदिन्छ बोलेरो फेरि यस्तो पावर फोको के अरे मैले त्यो चलाएको के पावर त बवाल थियो भने तिनीहरूमा त पावर थियो बाइक है साइडमा त्यही भयो देब्रेबाट हानेर गयो नि यतापट्टि गाडी हाने त्यो त पेल्न परेन नि साइक हो क्या